हेलो गुड मर्निङ। हामी अहिले यो पर्बिङमा छौँ, पर्बिङको यो जङ्गलमा छौँ। अनि एनबी दाजु हेलो, अन्त यहाँ बबु दाजु हुनुहुन्छ। इन्टरनेट नचलेर हामी यहाँ एकछिन आएको अनि बल्ल खोल्यो, चल्दैछ इन्टरनेट चल्दैछ। के भन्नुहुन्छ, आज हामी ग्याल्पो लोसारमा शेर्पाहरूको लोसारमा आएको छौँ होइन। के भन्न चाहनुहुन्छ आजको? शेर्पा लोसारमा आएको, तर यो ठाउँ चाहिँ प्रथम पटक आएको, रमाइलो लाग्यो। चारैतिर गुराँस फुलेको रहेछ, त्यो गुराँस फुलेको ठाउँ रहेछ, रमाइलो लाग्यो। ओके, गुराँस चारैतिर फुलेको छ। अन्त एनबी दाजु के भन्नुहुन्छ, आज शेर्पा लोसार हो अनि अब शेर्पा कम्युनिटीलाई चाहिँ पहाडमा बस्ने जाति अथवा हिमालतिर बस्ने भनेर भन्छौँ नि त, के भन्न चाहनुहुन्छ? यो पर्बिङ भन्ने ठाउँमा चाहिँ म पनि पहिलोचोटि आएको। हुन त मेरो गाउँदेखि नजिकै ठाउँ हो, तर एकदमै रमाइलो लाग्यो। गुराँसहरू पुरा फुलेको रहेछ है, एकदम चिसो जग्गा पनि रहेछ। र यस्तो ठाउँमा यस्तो कार्यक्रम गर्नु, अब ग्याल्पो लोसारको जुन कार्यक्रम यहाँनिर गरिँदैछ आज है, एकदमै राम्रो हो। यस्तो हुँदाखेरि चाहिँ नयाँ नयाँ ठाउँहरू एक्सप्लोर हुन्छ र नयाँ नयाँ अपर्च्युनिटिजहरू क्रिएट हुनसक्छ जस्तो लाग्छ मलाई होइन। र अब शेर्पा कम्युनिटी पनि सिक्किमको एउटा अभिन्न अङ्ग हो र हिमालय क्षेत्रमा बस्ने एउटा समुदाय भएकोले गर्दाखेरि उहाँहरूको पनि कल्चर, भाषा, संस्कृति, उहाँहरूको वेशभूषाहरूको बारेमा पनि जान्ने अवसर मिल्छ हामी जस्तो मान्छेहरूको लागि विशेष गरेर। र एकदमै राम्रो भइरहेको छ र मलाई पनि धेरै खुसी लाग्यो यस्तो राम्रो ठाउँमा आउनु पाएँ हामी है। यति भन्न चाहन्छु। टुरिज्मको पनि पोटेन्सियल छ नि यो ठाउँमा, किनभने अब यस्तो दामी ठाउँ रहेछ, तर हामी अब यतै वरिपरिको भएर पनि यो ठाउँहरू थाहा छैन हामीलाई होइन। त्यही भएर चाहिँ टुरिज्मको पोटेन्सियल एकदम राम्रो रहेछ। अब यो ब्युटी हेर्नुहोस्, नेचरको यति दामी त्यो उयोहरू भएको, यहाँनिर ट्रेकिङहरू गरेर आउने ठाउँहरू रहेछ, गुराँसहरू जताततै फुलेको अनि एकदम शान्त वातावरण भएको, अनि बर्ड्सहरू यहाँनिर पुरा देख्दो रहेछ है। अनि त्यो यसको लागि अब टुरिज्म पोटेन्सियल छ, तर अब यो जग्गालाई अझै मजाले एक्सप्लोर गरिनुपर्छ। यहाँनिर अब टुरिस्ट सम्भावना त छ, टुरिस्टलाई यहाँनिर ल्याउने सम्भावना छ, तर अब यसको लागि काम हुनुपर्छ, प्रोजेक्ट्सहरू बनिनुपर्छ। सो यस्तो खालके लाग्छ। अनि अब देखाउँछौँ हामी जुन त्यो जग्गामा प्रोग्राम भएको छ त्यो पनि हामी तपाईँलाई यहाँ देखाउनेछौँ। दामी छ यो सिनिक ब्युटी। मलाई चाहिँ यस्तै ठाउँहरू मनपर्छ, त्यो सहरहरू भन्दा पनि यस्तो उयोहरू हुन्छ नि, अलिक अफबिट प्लेसेसहरू, कन्ट्री साइड। गान्तोक बाध्यताले अब धेरैवटा कुराले सहर राम्रो भन्नु त सकिन्छ, तर पनि अब सहर मात्रै होइन क्या, बस्तीमै छ रियल लाइफ हुन्छ नि। यहाँको स्टोरिजहरू, यहाँको कथाहरू डिफ्रेन्ट हुन्छ। बबु दाजु तल आउनुहुँदैछ। हामी चाहिँ यहाँको जङ्गल हेर्नु बसेको। खासमा चाहिँ पहिला चाहिँ यो ठाउँमा चाहिँ उयो थियो अरे, डल्लै हिँडेर आउनुपर्ने ट्रेकिङ रुट जस्तो थियो अरे, तर अहिले आएर चाहिँ यहाँनिर रोडहरू बनाएको रहेछ। यो प्रोग्रामकै लागि होला। अनि देन्जोङ शेर्पा एसोसिएसनले अर्गनाइज गर्नुभएको। यो चाहिँ अब लगभग 2 किलोमिटर तलबाट, मेन रोडबाट त्यस्तै 2 किलोमिटर जस्तो माथि चाहिँ हामी हिँडेर आएको। अन्त अब नेटवर्कको चाहिँ अब धेरै यहाँ प्रब्लम रहेछ, मान्छेहरू बेसी भएर मलाई त्यहाँनिर धेरै छ कि मान्छेहरू, त्यही भएर मलाई बाबु दाजु फोनमा बोल्नुहुँदैछ त्यहाँ आएर, नेटवर्क कहीँ छैन, त्यही भएर। सो दिस इज द प्लेस। अब हामी तल जान्छौँ, त्यो प्रोग्रामको त्यो जग्गाहरू तपाईँहरूलाई देखाउनेछौँ। अघि मैले भनेको चाहिँ यहाँनिर एकदम ब्युटिफुल गुराँसहरू जग्गा जग्गामा फुलिराखेको, बाटोभरि गुराँसहरू फुलेको। अनि यस्तो एउटा यो अफबिट प्लेस हो जहाँनिर चाहिँ मान्छे धेरै आइरहँदैनन्। यस्तो ठाउँमा चाहिँ यो ग्याल्पो लोसार अथवा शेर्पा लोसार मनाइरहेका छन्। अनि एकदम राम्रो चिज हो यो, यसरी शेर्पा लोसार यस्तो जग्गामा मनाउनु अथवा कुनै पनि जातीय फेस्टिभलहरू यस्तो ठाउँमा मनाउनु। यसको कारणले के हुन्छ भन्दाखेरि यो जग्गाहरू एक्सप्लोर हुन्छ। अघि तपाईँले सुन्नुभयो, एनबी दाजुले भन्नुभयो, किनभने यो जग्गाहरू एक्सप्लोर हुन्छ। यसले
हाइलाइट पाउँछ अनि भोलिको दिनमा अब यस्तो राम्रो जग्गाहरूमा अब यो टुरिज्म पोटेन्सियल भएको ठाउँहरू हो। सो यस्तो एक्सप्लोर हुनाले गर्दाखेरि चाहिँ कता न कता अब यहाँनिरको भोलिको दिनमा मानिसहरूले इम्प्लोइमेन्ट पाउँछन्, यहाँनिर दोकानहरू चल्छ, यहाँनिरको लोकल्सहरूमा होमस्टेजहरू खोलिन्छ। यस्तो कारणले गर्दाखेरि चाहिँ धेरै फाइदा हुन्छ यस्तो कार्यक्रमहरू गर्नाले यस्तो गाउँ बस्तीहरूतिर। सो यो ठाउँ हो, यसलाई चाहिँ पर्बिङ टार भनिन्छ। अनि तपाईँहरूलाई म अब यहाँ तल पनि देखाउँछु, त्योभन्दा अगाडि माथिबाट देखाउँछु किनभने यो डाँडा एकदम ब्युटिफुल रहेछ। सो यहाँबाट तपाईँहरूलाई हामी देखाउँछौँ, त्यहाँबाट फेरि तलबाट पनि देखाउने गर्छौँ। यो ठाउँहरू एक्सप्लोर गर्दाखेरि यसो हेर्दाखेरि ट्रेकिङ रुटहरू पनि अब यहाँ थियो जस्तो देख्दैछ है। के भन्नुहुन्छ? यहाँ पुरानो बाटो रहेछ र अहिले यो विशेष यो कार्यक्रमलाई लिएर होला यो ठुलो नयाँ खनेर बाटो बनाएको रहेछ। स्थायी रोड त होइन तर यो स्थायी, अब यसलाई भविष्यमा स्थायी गरेर यसलाई पर्यटनको उयसमा लग्यो भने चाहिँ अति नै उत्तम हुन्छ। यहाँ ट्रेकिङ गर्न सकिन्छ, क्याम्पिङ गर्न सकिने रहेछ। हाई अल्टिट्युड जो घुम्न चाहनुहुन्छ, यहाँको जैव विविधतालाई बुझ्न चाहनुहुन्छ, उहाँहरूको निम्ति चाहिँ अति उत्तम स्थान लाग्यो। जो यहाँ उहाँहरू आएर चाहिँ यहाँ अध्ययन गर्न सक्नुहुन्छ। तर मलाई चाहिँ के लाग्छ भने चाहिँ नि यस्तो ठाउँहरूमा अब जस्तै अब यो ठाउँमा आइपुग्नुको लागि चाहिँ त्यो द डेस्टिनेसन डजन्ट म्याटर अरे क्या, त्यो बाटो म्याटर गर्छ हुन्छ नि। सो त्यसले गर्दाखेरि चाहिँ यो यसरी अब त्यो एक्सेसिबल बनाइदियो भने कता कता त्यसको चाम हराएको जस्तो हुन्छ नि होइन। त्यही भएर चाहिँ त्यसलाई चाहिँ अब त्यो ट्रेकिङ रुटै गरेर किन अलिकति एडभेन्चरस पनि होस् होइन, मान्छेलाई त्यो पनि होस्, त्यस्तो खालको चाहिँ मलाई चाहिँ त्यस्तो लाग्छ। अब यो सडक हो, अब यसमा ल्याउनु जरुरी थियो होला सायद कतिपय कारणले, तर पनि अब यसलाई चाहिँ यो रोडहरू नल्याएर त्यो ट्रेकिङ रुटै राखेको भए अझै दामी हुन्थ्यो। अलिकति एडभेन्चर टुरिज्म पनि हुन्थ्यो जस्तो चाहिँ मलाई चाहिँ त्यस्तो लाग्छ। होइन, समयअनुसार अब अलिअलि विकास त हुनु पर्यो है। विकास हुँदा अलिअलि विनाश हुन्छ, तर विकास सँगसँगै यसको जैव विविधतालाई पनि सुरक्षा गरेर विकास गरेर लग्यो भने चाहिँ अति उत्तम हो, जय राम्रो हुन्छ। सो अघि मैले भन्दै थिएँ यहाँनिर चाहिँ एकदम बेसी अब त्यो हुन्छ नि त्यो नेचुरल अब यो जग्गाले चाहिँ अलिक नेचुरल राखेको जस्तै यहाँ हेर्नुहोस् ल। अब यो चाहिँ स्टेज हो, स्टेज होइन के भन्छ एन्ट्रेन्स गेट होइन, यो गेट हो भने अब यो गेटलाई बनाउनुको लागि पर्याङहरूको प्रयोग गरेको छ। सो इट्स ब्युटिफुल। यहाँबाट तपाईँको एन्ट्री सुरु हुन्छ। हाम्रो सिक्किममा चाहिँ एउटा चाहिँ अब जति नै उयो भए पनि है, जति नै जातीय कल्चर फेस्टिभल भए पनि झालमुरीहरू बिना चाहिँ अधुरै हुन्छ जस्तो खालको देखिन्छ क्या। सो यो कामहरू पनि अब हाम्रो यहाँको लोकल्सहरूले गऱ्यो भने राम्रो हो, बिकज यहाँ पनि कति धेरै अपर्च्युनिटिजहरू छ। जस्तै अब यो भैयाहरूले तपाईँले देख्नुहुँदैछ, उहाँहरूले दिनभरिमा कति धेरै अब 3000 4000 पैसाहरू कमाउनुहुन्छ। सो यसले गर्दाखेरि चाहिँ अब हाम्रो युथहरूले पनि अब यो कामहरू गऱ्यो भने हुन्छ, किनभने छैन अप्सन छैन हाम्रो लागि, त्यो ठाउँ छैन भन्छ क्या। तर अब यिनीहरूको लाइफ हेर्नुहोस् त, उहाँहरूले आफ्नो ठाउँ आफै बनाइरहेको हुन्छ हो। सो त्यसले गर्दाखेरि चाहिँ जग्गा चाहिँ छ, तर गर्ने एउटा चाहिँ त्यो चाहिँ चाहिन्छ, साहस चाहिन्छ, अनि मान्छेले चाह्यो भने चाहिँ हुनसक्छ, यही कुरा हो। एन्ड यो ग्राउन्ड अब बनाइएको रहेछ, नयाँ निर्माण भएको हुन चाहिँ अब यो देख्दाखेरि चाहिँ एकदम त्यो धार्मिक स्थल जस्तो देखिँदो रहेछ। किनभने हुनु पनि हो, सिक्किममा पहाडहरूको माउन्टेन्सहरूको पूजा गरिन्छ पहिलादेखि नै, अनि यो ठाउँ पनि अब एउटा धार्मिक स्थल जस्तै देखिँदो रहेछ, जसबाट ध्वजाहरू गाडिएको छ। सो यो चाहिँ भेन्यू हो जहाँ चाहिँ प्रोग्राम भइरहेछ। सिक्किमभरिबाट आउनु भएको छ, शेर्पा समुदायका मानिसहरू अनि अन्य समुदायका मानिसहरू पनि आउनु भएको छ। उहाँहरूले चाहिँ यति बेला यो फेस्टिभलमा उहाँहरू These orchids are endangered flowers भन्छु म सिक्किममा। इन्डेन्जर्ड हो नि, endangered किनभने सिक्किमलाई एक समयमा अर्किडले चिनिने गर्थ्यो भने nowadays we hardly see orchid, and in future I guess future generations देख्दैन पनि होला सायद, देख्यो भने पनि अब very rare हुन्छ होला अर्किड देख्ने। अर्किड दिनले हराउँदै जाँदैछ। And to find your डेन्जोङ एसोसिएसन के अरे शेर्पा एसोसिएसन जुन चाहिँ आयोजन गर्नुभएको कार्यक्रम चाहिँ विशेष यो शेर्पा प्रोग्राममा यो फेरि उहाँहरू योसँग कनेक्टेड पनि छन् त, बिकज दे लिभ इन माउन्टेन हैन। सो उहाँहरुसँग एकदम कनेक्टेड हुन्छ।
दर्शाउँदैछ भने चाहिँ आई थिङ्क एक्सटिन्क्ट हुँदै जाँदैछ यो फ्लावर। अब हामीहरूले चाहिँ किनिदिनु पर्यो है उहाँहरूको योहरूलाई बढावा दिनु पर्यो rather than buying त्यो आर्टिफिसियल उयोहरू होइन। यस त्यो टिभीमा केमा आजकल अर्किड भनेर कता कता देखाउँदाखेरि है त्यो मात्रै अर्किड हो भनेर चिन्ने गर्छ बट मेनी टाइप्स अफ अर्किड र सिक्किममा त झन् हामी अर्किडको धनी हो ठिकै हो। यो त स्टेट फ्लावरै हो नि त अर्किड त कुनै समयमा अर्किडलाई नै एउटा स्टेट फ्लावर भनेर सिक्किमलाई चिनिन्थ्यो भने आज त्यही नै लुप्त हुँदै जाँदैछ एन्ड भेरी प्राउड टु सी दिस एन्ड भेरी ग्ल्याड कि यहाँ छुबा फोङ एसएचजीकाहरूले यसरी प्रदर्शन गर्नुभएको छ। स्वास्थ्य अनि दीर्घायुको कामना गर्न चाहन्छौँ। यो चाहिँ उहाँहरूको पौराणिक सामानहरू दाजुले चाहिँ यो खानुहुँदैछ यसलाई के भन्छ अरे के भन्यो नाम चाहिँ अनि के मकैको यो डिस टेस्ट गुड मैले पनि सिस्नो खाएँ। तपाईँको नाम चाहिँ के हो? निम्लामु शेर्पा सोरेङबाट सोरेङ सिङलिङ गुम्पा डाँडा 1 नम्बर वार्डबाट। उहाँहरूको चाहिँ ट्रेडिसनल फुड स्टल तर उहाँहरूले रेगुलर चाहिँ लाउनु हुँदैन र आज प्रोग्रामको लागि मात्रै लाउनु भएको। अनि चिप्सको प्याकेटबाट बनाउनु भएको ह्यान्डमेड दिस ब्याग यो पनि चिप्सको प्याकेटबाट बनाउनु भएको रहेछ। अरूहरू पनि छ तपाईँले देख्नुहुँदैछ जस्तै यो बास्केट भयो है यहाँ ह्याट छ योहरू सबै उहाँहरूले चाहिँ आफ्नो प्लास्टिकलाई यो जति पनि प्लास्टिकहरू छ त्यसलाई चाहिँ रियुज गरेर बनाउनु भएको रहेछ। पिरा पनि छ सो त्यो प्रकारले उहाँहरूले रिसाइकल गरेर सामानहरूलाई रिसाइकल गरेर अथवा रियुज गरेर उहाँहरूले बनाउँदैछ। सो इट इज गुड सल्युसन फर प्लास्टिक किनभने प्लास्टिकको धेरै समस्या छ अहिले पनि होइन। हिमाली भेगहरूमा धेरै जग्गा प्लास्टिक पल्युसन भएको हामीले देखेको छौँ। सो यस्तो खालके कलाहरू चाहिँ अब यो जुन टेक्निक्सहरू छ यो चाहिँ सिक्यो भने पनि राम्रो हो सो द्याट प्लास्टिकहरू पनि वेस्टबाट नै एउटा अब कुनै युजफुल प्रडक्ट बनाउनु सकिन्छ। अब चाहिँ हामी प्रोग्राम सक्यो अनि हाम्रो चाहिँ गाडी लगभग यहाँबाट 2 किलोमिटर जस्तो टाढा छ। 2 किलोमिटर चाहिँ हामी हिँडेर जानुपर्छ। बिहान चाहिँ उकालो हिँड्दै हिँड्दै आएको थियौँ भने अब चाहिँ यहाँबाट फेरि ओह्रालोसम्म गएर त्यहाँनिर चाहिँ हाम्रो गाडी छ। सो त्यहाँबाट चाहिँ हामी जानुपर्छ। यो बाटो हेर्नुहोस् कस्तो नेचुरल्ली ब्युटिफुल यो ल्यान्डस्केप यति दामी छ। यो एकदम ब्युटिफुल ल्यान्डस्केप छ अनि आवाजहरू तपाईँले यदि सुन्नु सक्नुहुँदैछ भने यदि मेरो यो साउन्डमा क्याप्चर हुँदैछ भने बर्ड्सहरूको चिरपिङ साउन्ड्सहरू तपाईँले यदि सुन्नुहुँदैछ भने सो एउटा त्यो नेचुरल एटमोस्फियरमा हुन्छ नि एउटा नेचुरल त्यो इन्भाइरोमेन्टमा कति धेरै चिजहरू हुन्छ होइन। कतिवटा कुराहरू सिक्नु पाउँछ कति रिल्याक्स हुन्छ आफ्नो बडी माइन्ड सोल नै रिल्याक्स भए जस्तो हुन्छ। सो मलाई चाहिँ यस्तोहरू असाध्यै मनपर्छ अनि मैले चाहिँ अब यो तपाईँहरूलाई पनि देखाउनु खोजेको। यहाँ चाहिँ रोडोडेन्ड्रनको बोट रहेछ अनि यहाँ चाहिँ अब बर्ड्सहरू छ तर तपाईँले यदि सुन्नु सक्नुहुन्छ नि
डिस्टर्ब नगरिकन हामीले सुन्नुपर्ने हुन्छ। सो म भरे यसलाई साउन्ड इन्हान्स गर्ने ट्राई गर्छु, त्यति बेला यदि आउन सक्छ नि। तर सो यो चाहिँ अब एउटा चिरपिङ साउन्डहरू बर्ड्सको, किनभने यहाँ रोडोडेन्ड्रनको प्लान्ट छ कि, त्यसले गर्दा त्यो रस चुस्न आउने चराहरू हुन्छ नि पुरा बेसी आउँछ। सो त्यो चाहिँ अब एकदम ध्यान लगाएर सुन्यो भने चाहिँ सुन्छ तपाईँले भिडियोमा चाहिँ, किनभने मैले त यहाँ सुनिरहेको छु तर तपाईँहरूले सुन्नु प्रब्लम हुन्छ होला। सो आई विल ट्राई यसलाई अलिकति इन्हान्स गर्ने साउन्डलाई सुन्नु सक्नुहुन्छ। मैले पहिला पनि भनेको थिएँ सुरुमा पनि कि म चाहिँ भ्लगर चाहिँ होइन, तर पनि अब बेला बेला यस्तो उयोहरूमा कतै अब राम्रो कुनै चिज देख्यो भने खिच्नु मन लाग्छ, त्यसलाई क्याप्चर गर्नु मन लाग्छ। अनि यो पनि आज एउटा दामी जग्गा देख्यो, धेरै टुरिज्मको पोटेन्सियल रहेछ। अनि अब यो देखाउने हाम्रो उद्देश्य अथवा यो मैले तपाईँलाई किन देखाएँ भन्दाखेरि चाहिँ साँच्चै नै यो ठाउँहरू पनि आज एउटा प्रोग्राम भयो आउनुपर्छ यहाँ भनेर मात्रै होइन, तर अरू दिनहरूमा पनि यहाँनिर आउनुहोस्, यो जग्गालाई हेर्नुहोस्, यो जग्गामा घुम्नुहोस् है। यहाँ वरिपरिको होमस्टेजहरू होला, त्यो होमस्टेहरूमा बसिदिनुहोस्। अनि यहाँनिरको साँच्चै नै कति ब्युटिफुल नेचर छ, त्यो नेचरलाई एक्सप्लोर गर्नुहोस्, यही भन्नुको लागि पनि। सो एउटा यो कता न कता एउटा हिडन प्लेस जस्तो लाग्यो, अनि यसको बारेमा पनि तपाईँहरूले देख्नुपर्छ, जान्नुपर्छ भन्ने लागेर मैले तपाईँहरूको अगाडि यो भिडियो बनाएको। सो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। अनि फेरि पनि कुनै अर्को ठाउँबाट हामी यस्तै खालको भिडियो लिएर आउनेछौँ, यस्तै चिजहरू तपाईँहरूको अगाडि देखाउँछौँ है। थ्याङ्क यू सो मच।